ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट भनेको चाहिँ के हो भन्दाखेरि हामीले क्यासबुकमा राखेको हिसाब र हाम्रो ब्याङ्क स्टेटमेन्टको हिसाब चाहिँ ब्यालेन्स मिलेन भनेदेखि चाहिँ त्यस्तो अवस्थामा चाहिँ त्यसलाई मिलान गर्ने काम गरिन्छ। त्यसलाई नै ब्याङ्क रिकन्सिलिएसन भन्छ र त्यही स्टेटमेन्टलाई नै ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट भनेर भनिन्छ। जस्तो हामीले चाहिँ ब्याङ्कको खातामा रहेको अन्तिम ब्यालेन्स, क्लोजिङ ब्यालेन्स, कति ब्यालेन्स बाँकी छ ब्याङ्कको खातामा भनेर हेर्नको लागि हामीले चाहिँ ब्याङ्क स्टेटमेन्ट हेर्छौँ र त्यसै गरिकन हाम्रो बिजनेस व्यवसायमा भएको कारोबारको चाहिँ क्यासको कारोबार चाहिँ हामीले क्यास बुकमा चाहिँ रेकर्ड गरिराखेका हुन्छौँ र ब्याङ्कको स्टेटमेन्ट अनुसारको क्लोजिङ ब्यालेन्स र हाम्रो बिजनेसको क्यास बुक अनुसारको क्लोजिङ ब्यालेन्स चाहिँ कतिपय अवस्थाहरूमा मिल्दैन र त्यस्तो अवस्थाहरूमा चाहिँ के कारणले मिलेन भनेर हेर्ने र त्यसलाई मिलाउने काम गरिन्छ। यसरी हाम्रो चाहिँ क्यास बुकको ब्यालेन्स र हाम्रो चाहिँ ब्याङ्क स्टेटमेन्टको ब्यालेन्सलाई चाहिँ मिलाउने कामलाई नै ब्याङ्क रिकन्सिलिएसन भन्छ। यसो रिकन्सिलिएसन गर्ने चाहिँ एउटा स्टेटमेन्ट तयार गरिन्छ जसलाई चाहिँ ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट भनेर भनिन्छ। अब ब्याङ्क रिकन्सिलिएसन गर्दाखेरि चाहिँ हामीले चाहिँ सुरु चाहिँ कहाँबाट गर्ने भन्ने क्वेसन हुन्छ। जस्तो क्यासको क्लोजिङ ब्यालेन्स अथवा हाम्रो चाहिँ स्टेटमेन्टको ब्याङ्कको चाहिँ क्लोजिङ ब्यालेन्स कुन अनुसार चाहिँ हामीले सुरु गर्ने भन्ने त्यसको तरिका हुन्छ। जस्तो हामीले क्यासको ब्यालेन्सबाट पनि सुरु गर्न सक्छौँ र हामीले चाहिँ पासबुकको ब्यालेन्स अथवा ब्याङ्क स्टेटमेन्टको ब्यालेन्स अनुसार पनि हामीले चाहिँ सुरु गर्न सकिन्छ। अब हामी 1 नम्बरमा चाहिँ हेर्दैछौँ, हामीले चाहिँ यदि क्यासबुकको ब्यालेन्स अनुसार चाहिँ हामीले चाहिँ रिकन्सिलिएसन सुरु गर्ने हो भनेदेखि त्यस्तो अवस्थामा चाहिँ हामीले चाहिँ ब्याङ्कको बारेमा सोच्ने। यदि ब्याङ्क चाहिँ बढेको छ, ब्याङ्कको ब्यालेन्स चाहिँ बढेको छ भने त्यस्तो अवस्थामा त्यसलाई एड गर्ने र ब्याङ्कको ब्यालेन्स चाहिँ घटेको छ भने त्यस्तो अवस्थामा चाहिँ लेस गर्नुपर्ने हुन्छ। यो कुरा चाहिँ हामीले चाहिँ याद राख्नुपर्ने हुन्छ र त्यसै गरिकन यदि हामीले चाहिँ पासबुक अनुसार हेर्छौँ अथवा ब्याङ्कको स्टेटमेन्ट अनुसार हेर्छौँ भनेदेखि त्यस्तो अवस्थामा चाहिँ हामीले चाहिँ क्यास बुकको बारेमा सोच्नुपर्ने हुन्छ र क्यास बुक चाहिँ हामीले बढेको छ भने त्यस्तो अवस्थामा एड गर्ने र क्यास बुक घटेको छ भने त्यस्तो अवस्थामा चाहिँ हामीले लेस गर्ने भनेर यसरी चाहिँ सुरुमा चाहिँ हामीले चाहिँ यो कन्सेप्ट चाहिँ हामीसँग क्लियर हुनुपर्छ। यो कन्सेप्ट चाहिँ अनि हामीले चाहिँ इन्ट्री गर्दाखेरि हाम्रो इन्ट्री चाहिँ बिग्रिँदैन। हामीलाई उदाहरणको लागि यहाँनिर हाम्रो केही ट्रान्जेक्सनहरू छ। जस्तो हाम्रो चाहिँ यहाँनिर क्वेसन दिइरहेको छ। यहाँ चाहिँ अब सुरुमा हेरौँ, हाम्रो यहाँ अन फागुन भनेको छ। यो चाहिँ हाम्रो चाहिँ के छ भनेदेखि द ब्यालेन्स अफ द ब्याङ्क पासबुक वाज 80,000 भनेको छ। यहाँ 80,000को चाहिँ यहाँ पासबुकको ब्यालेन्स छ भनेको मतलब ब्याङ्क स्टेटमेन्टको अनुसार 80,000 चाहिँ ब्यालेन्स रहेको छ हाम्रो। अब हामीले चाहिँ यसलाई रिकन्साइल गर्नु पर्यो क्यास बुकसँग र के डिफ्रेन्टहरू छ त्यो कुरा चाहिँ हामीलाई गर्नको लागि यहाँनिर केही ट्रान्जेक्सनहरू दिइराखेको छ। जस्तो यहाँनिर चेक इस्यु गरेको छ, नट प्रेजेन्टेड फर पेमेन्ट। अब यो यसरी चाहिँ तपाईँको यो ट्रान्जेक्सनहरू छ, यसलाई चाहिँ अब हामीले चाहिँ एक गरी चाहिँ हामीले इन्ट्री गरेर हेर्छौँ। अब हामीले यहाँनिर हेर्दैछौँ ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्टको लागि चाहिँ फर्मेट भनेको पार्टिकुलर एमाउन्ट यसरी राखिदिने र त्यसै गरिकन एज अन फागुन 30, यो चाहिँ फागुनको अन्तिम दिनमा चाहिँ तयार गरिएको, फागुन महिनाभरिको चाहिँ तयार गरिएको हाम्रो ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट रहेको छ र अब यसलाई चाहिँ हामीले चाहिँ इन्ट्री गर्न जाँदैछौँ। सबभन्दा पहिला सुरु हामीले चाहिँ 1 नम्बरमा हाम्रो चाहिँ यो चाहिँ हाम्रो पासबुक अनुसारको ब्यालेन्स छ। त्यस कारणले सुरुमा हामीले चाहिँ यहाँ ब्यालेन्स एज पर पासबुक भन्ने अनि सिधै हामीले यहाँनिर राख्ने 80,000। अब त्यसपछि हामीले चाहिँ यहाँ एड गर्ने आइटमहरू के छ यो साइडमा एड गर्ने, यहाँ एड गर्ने, लेस गर्ने, हामीले यतापट्टि यसरी लेस गर्ने। अब हामीले पासबुक अनुसार बनाउँदैछौँ भनेदेखि अब हामीले सोच्ने भनेको क्यास बुकको बारेमा सोच्ने हो। अब हामीले चाहिँ यहाँनिर हेर्न जाँदैछौँ। यहाँनिर चाहिँ हामीले हेर्न सक्छौँ जस्तो चेक इस्यु बट नट प्रेजेन्टेड फर पेमेन्ट भनेको छ। चेक चाहिँ हामीले काटेर दिइसक्यो। चेक काट्दाखेरि हामीले चाहिँ क्यास बुकको रेकर्डमा चाहिँ त्यसलाई घटाइन्छ र त्यो चाहिँ ब्याङ्कमा प्रेजेन्ट भइसकेको छैन भने मतलब त्यसको मतलब के हो भने त्यो चेक साटिसकेको छैन। त्यस कारणले गर्दा अब हामीले चाहिँ यसमा चाहिँ क्यास बुकलाई हेर्ने हो। चेक काटेर दिइसकेपछि हामीले चाहिँ क्यास बुकमा के गरेको हुन्छ, क्यास बुकमा चाहिँ हामीले त्यसलाई घटाएको हुन्छ। चेक काटेर दिइसकेपछि हामीले क्यास बुकमा त्यसलाई
घटाएको हुन्छ। त्यस कारणले गर्दा यसलाई चाहिँ हामीले चाहिँ यहाँ लेसमा राख्नु पर्यो। ब्याङ्क रिकन्सिलिएसन बनाउँदाखेरि यसलाई चाहिँ हामीले लेसमा राख्ने। अब यहाँनिर चेक इस्युड बट नट प्रेजेन्टेड फर पेमेन्ट भनेर यसरी हामीले चाहिँ राख्ने र यसलाई चाहिँ हामीले चाहिँ लेसमा राख्यौँ। र त्यसै गरिकन अर्को हाम्रो छ चेक सेन्ड फर कलेक्सन 10,000 बट नट एट डिपोजिटेड बाई ब्याङ्क भनेको चेक चाहिँ अब हामीले चाहिँ चेक रिसिभ गऱ्यौँ। रिसिभ गर्छ त्यसलाई चाहिँ हामीले ब्याङ्कमा चाहिँ त्यसलाई चाहिँ क्लियरिङमा हाल्यौँ, कलेक्सनमा हाल्यौँ भनेदेखि त्यस्तो अवस्थामा चाहिँ अब यो भनेको हामीले चाहिँ चेक पाउने बित्तिकै हाम्रो क्यासबुकमा चाहिँ एड गर्छौँ त्यसलाई। किन चेक पाउनु भनेको हामीले चाहिँ पेमेन्ट पायौँ, त्यसलाई चाहिँ क्यासबुकमा एड गरेको हुन्छ। र यो कारणले गर्दा हामीले क्यासबुकको मात्रै हेर्ने, चेक पाउने बित्तिकै हामीले क्यासबुक एड गरेको हुन्छ, त्यसलाई नै हामीले चाहिँ यता एडमा राखिदिने। चेक सेन्ट फर कलेक्सन बट नट एट डिपोजिटेड बाई ब्याङ्क भनेर यसरी राख्ने। यसको कति छ एमाउन्ट छ 10,000। र त्यसै गरिकन अर्को हाम्रो हेरौँ यहाँनिर अर्को के छ इन्ट्रेस्ट अन सेभिङ एकाउन्ट अलाउड बाई ब्याङ्क 800। यो भने चाहिँ इन्ट्रेस्ट अन सेभिङ एकाउन्टमा चाहिँ इन्ट्रेस्ट आएको छ। अब यो कारबारले के भने ब्याङ्क चाहिँ हामीले नहेर्ने। अब ब्याङ्कमा चाहिँ यसले चाहिँ ब्याङ्क चाहिँ बढाएको छ अनि हाम्रो चाहिँ क्यास बुकमा चाहिँ केही पनि असर पारेको छैन। क्यास बुक चाहिँ अब ब्याङ्क बढेपछि हाम्रो क्यास बुक चाहिँ घट्यो भनेर बुझ्नु पर्यो। यो कारबारले क्यास बुकलाई चाहिँ कम गरायो। इन्ट्रेस्ट चाहिँ हामीले ब्याङ्कको खातामा आइसकेको छ, सेभिङ एकाउन्टमा राखे बाबत ब्याङ्कले चाहिँ केही इन्ट्रेस्ट दियो भनेदेखि यो चाहिँ हाम्रो चाहिँ पासबुकमा चाहिँ यो बढेको छ, यसलाई क्यास बुकलाई चाहिँ घटाउने काम गर्यो। त्यस कारणले गर्दाखेरि यसलाई भने चाहिँ हामीले लेसमा राख्ने, हामीले क्यास बुकको तर्फबाट हेर्ने। त्यही भएर यहाँ इन्ट्रेस्ट अन सेभिङ एकाउन्ट अलाउड बाई ब्याङ्क भनेर यसरी हामीले चाहिँ 800 यसरी राखिदिउँ। र त्यसै गरिकन अर्को हाम्रो चाहिँ छ अर्को ट्रान्जेक्सन इन्सुरेन्स 4,000 डाइरेक्टली पेड बाई ब्याङ्क भनेको छ। अब यसले चाहिँ के गरेको छ भने इन्सुरेन्स 4,000 पेड बाई ब्याङ्क, ब्याङ्कले ब्याङ्कको खाताबाट डाइरेक्टली हाम्रो ब्याङ्कमा रहेको खाताबाट डाइरेक्टली इन्सुरेन्स चाहिँ काट्यो, पे गर्यो भनेपछि अब यसले चाहिँ के जनायो भन्दाखेरि यसले चाहिँ हाम्रो क्यास बुक चाहिँ बढाउने काम गर्यो यसले। किन ब्याङ्कबाट डाइरेक्टली पे गर्यो भने ब्याङ्कको घटायो, ब्याङ्क घट्ने बित्तिकै क्यास बुक बढ्यो। अब हाम्रो क्यास बुकको तर्फबाट हेर्दाखेरि क्यास बुक बढेको हुनाले हामीले यसलाई चाहिँ एडमा राखिदिनु पर्यो। इन्सुरेन्स डाइरेक्टली पेड बाई ब्याङ्क, यो चाहिँ 4,000 रुपियाँ चाहिँ हाम्रो एड हुन्छ। र त्यसै गरिकन अर्को छ हाम्रो यहाँनिर 3,000 डाइरेक्टली डिपोजिटेड बाई कस्टमर इन ब्याङ्क एकाउन्ट बट नट रेकर्डेड इन क्यास बुक। अब कस्टमरले चाहिँ डाइरेक्टली ब्याङ्कको खातामा पैसा जम्मा गर्दैछ, हामीलाई तिर्नुपर्ने पैसा कस्टमरले डाइरेक्टली ब्याङ्कको खातामा जम्मा गर्दैछ भनेपछि त्यस्तो अवस्थामा ब्याङ्कको ब्यालेन्स बढ्यो, ब्यालेन्स बढ्यो, तर यहाँ चाहिँ यसले चाहिँ क्यास बुकमा रेकर्ड गरेको छैन भनेपछि यो चाहिँ अब क्यास बुक चाहिँ घट्ने काम भयो यो कारबारले। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ यहाँनिर यसलाई लेसमा राखिदिने। अब यसलाई चाहिँ डाइरेक्टली डिपोजिटेड बाई कस्टमर इन ब्याङ्क एकाउन्ट बट नट recorded
इन क्यास बुक। अब यसरी गरेपछि यतापट्टि राखिदियो हामीले यसको एमाउन्ट। अब त्यसपछि हामीले गर्छौँ यसको टोटलिङ गर्ने काम गर्छौँ। अब टोटलिङ गर्ने काम गर्दाखेरि अब यो टोटल गरेर हेरौँ। यो टोटल गर्दाखेरि यो 14,000 भयो र त्यसै गरिकन यो टोटल गरौँ। यति तीनटा 8,800 8,800 भयो। यो गर्दा 94,000 भयो हाम्रो 94,000। अब योबाट अनि यो घटाउने कति हुन्छ हाम्रो? योबाट यो घटाउँदाखेरि चाहिँ यो चाहिँ 85,200 आउँदो रहेछ। यसरी आउँछ। अनि यसलाई चाहिँ हामीले चाहिँ ब्यालेन्स एज पर क्यास बुक भनेर यसरी राखिदिने। यसरी चाहिँ हामीले ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट चाहिँ यसरी हाम्रो चाहिँ तयार हुन्छ, रेडी हुन्छ। हुन्छ गाइज, आजको भिडियोमा यति नै। धन्यवाद।